देखिस् त डर लाग्दो भूत कि अहिले मैले पालेको भूत डर लाग्दो त देखिस् भूत त चाहिँ संसारले तर्साएर हिँड्ने भूत म चाहिँ यो घरको भूत चाहिँ मलाई रक्षा गर्ने मेरो बडीगार्ड ल त मेरो बडीगार्ड भूत भाग्छस् कि तँलाई खुवाइदिऊ नभाग्ने ए आइज फेरि आइज ल अब खाइदे समातेर खाइदिए यसलाई आइज 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 तेरीमा घुरघुर क्वाँचो तेरीमा मसाने भूत घुरघुर क्वाँचो त अझै भागेको छैन हेर तैँले यो घरको जेठालाई तैँले तर्साउनु खोजिस् दुःख दिनु खोजिस् भने म तँलाई नै खाइदिन्छु अहिले ए तेरीमा घुरघुर क्वाँचो अहिले म तल आउँछु तँलाई वाह 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 भन्नु पर्यो के भयो होला यस्तो हेत्ते हेलो हेलो यो के अरे त्यो प्रहरी चौकी हो प्रहरी चौकी त प्रहरी चौकी नै हो तर हामी प्रहरी हैनौँ हुन चाहिँ प्रहरी चौकी नै हो चौकी त चौकी नै हो तर प्रहरी होइन फेरि चौकी त चौकी नै हो के भनेको थियो के यो माफ गर्नु होला भाइ मैले यो गलत नम्बर थिचेछु क्या अरे नम्बर त सही नै हो तर म चाहिँ सही होइन नम्बर सही नै हो मान्छे सही होइन रे ए असै साहब पर्नुभयो असै पनि होइन हामी माओवादी पर्यौँ माओवादी पुलिस चौकीमा माओवादी कसरी त कि पुलिसले तपाईँलाई समातेर थुनेको भनौँ भने त्यो पनि होइन होला कि तपाईँहरूले नै पुलिसलाई समातेर थुनेको त्यो पनि होइन होला के भने यो कुरै बुझ्न सकिनँ मैले पुलिसले थुने होइन हामी नै आएर बसेको अब हामी क्याम्पमा सर्दैछौँ हामी गएपछि पुलिस नै आएर बस्छ होला बरु के पर्यो तपाईँलाई हामी मद्दत गर्न सक्छौँ कि कुरा के पर्यो भनेदेखि छ नि माओवादी भाइ त्यो मेरो घर अगाडि एउटा एकदम डरलाग्दो दुईवटा सिङ भएको हो कि एकदम मुखै वाङ्ग परेको एउटा भूत आएर बसिरहेको छ खोलाबाट लखेट्दै ल्याएको मलाई यहाँ कि त्यो भूतलाई मैले कति भगाउनु खोजेँ ज्यानकै भाग्दैन मलाई त्यसै हेरेर खाउला जस्तो गरेर बसेछ भने माओवादी भाइ एकपल्ट आएर त्यसलाई भगाइदिनु पर्यो लौ न भाइ त्यति मद्दत गर्नु पर्यो लौ न भूतले घेर्यो रे नचाहिने कुरा नगर्नुहोस् न तपाईँ आजकलको जमानामा पनि कहीँ भूत हुन्छ दुश्मनले घेर्यो होला को तपाईँको दुश्मन भन्नुहोस् हामी सहयोग गर्छौँ अब को दुश्मन भन्ने अब त्यही भूत भने भूत लौ न भाइ भगाइदिउ न भाइ ल भगाइदिनु होइन भने लौ न अब भूतलाई कसरी प्रतिकार गर्नुपर्छ भन्ने कुनै निर्देशन छैन हामीलाई तैपनि माथि हेडक्वार्टरमा हामी बुझौँला अनि बुझेपछि जस्तो निर्देशन हुन्छ त्यही अनुसार सहयोग गरौँला है त ल हुन्छ तपाईँहरूको त्यो हेडक्वार्टरमा बोला अलिक चाँडै बुझेर चाहिँ मद्दत गर्नु पर्यो भाइ लौ न है भाइ तिमीहरू भन न ए बा छिटो आउनुहोस् है जेठाबालाई खानुभन्दा पहिले मद्दत गरिदिनु पर्यो बाबु ल है भाइ है माओवादी है हस् किताबको होला मसाने दङ्खिनी यहाँ किन आएको हुत छ यहाँ हुत छ मलाई खान्छु भन्छ भूतले अर्कै हुत को हुत